र यसरी हामीले यो पर देख्नुहुनेछ पर देख्नुहुन्छ यो चाहिँ जुन चाहिँ सोलोमन राजाको पालोमा चाहिँ एउटा बनाएको मन्दिर र जुन चाहिँ लेखेको वचनमा लेखे अनुसार चाहिँ एक दिन निश्चय चाहिँ यीशु ख्रीष्ट चाहिँ आउँदाखेरि चाहिँ उहाँले चाहिँ निश्चय नै त्यो मन्दिर चाहिँ बनाउनु छ भनेर चाहिँ बनाइन्छ भन्ने चाहिँ लेख्नुभएको छ र यसरी यो जुन चाहिँ दुईवटा पाइलो टेकेर चाहिँ त्यो मन्दिर चाहिँ निश्चय खुल्ला हुनेछ भन्ने देख्छ यसरी नै धेरै यहाँ यीशु ख्रीष्टले चाहिँ यहाँ यसरी चेलाहरूसँग चाहिँ उहाँले मिनिस्ट्री कामहरू गर्नुभएको हामी